फुपु गरेर रेसमा हो आ मेरो जनताहरु सबैजना पछाडी तपाई गरेर रेसमा हो कठारेको मान्छेहरु कति जना छौ यहाँ आउ त हेरौँ त यहाँ बस त यहाँ जना बुढा बुढीहरु देख्न सक्नुहुन्छ है गाइस आम्मामा जस्तो पनि यहाँ आउन अगाडि चाहिँ क्यामेरामा सबैजना कठारेको बुढा बुढीहरु खोइ रिया छिटै जा अर्किटारको बुढा बुढी पनि छ केराबारीदेखि सबैजना काम गर्न आएको है साथीहरु अहिले स्कुल छुट्टी छ नि त हिजो मात्रै रिजल्ट निस्क्यो होला कतिजना पास भयो कतिजना फेल भयो यो चुके फेल भयो हात उठाऊ अनि म पास भए अब चाहिँ हामी मल ओसार्नु गएको साथीहरु हिजो यहाँ तल मकै गोडेको सुस्मी र मैले यहाँ मेरो नाति आउँदै सबैलाई ह्यापी बर्थडे भोलिको लागि आज 2082 साल भोलिदेखि 83 साल लाग्दैछ सबैलाई ह्यापी न्यू इयर सबैजनालाई नयाँ सालको शुभकामना बालिन जस्तो नझुक्नु खै के आटे खर्च जस्तो सबै पुरा होस् अर्को सामङ जस्तो के हेर खै त हिजो मात्रै केराबारीदेखि आउनु भयो अनि आजैदेखि मेरो भाउजू चाहिँ एकदम काम गर्न थाल्नु भएको छ मल चाहिँ यहाँ छ साथीहरु यही मल लसार्नु पर्ने हामी दिदैछु त त्यो किरा हल्लेको जस्तो अनि चियापत्ती चाहिँ खानु लागेको मल्लो सारी सक्दिनु आँट्यौँ अलिकति अब चाहिँ थोरै बाँकी छ अनि हामी चाहिँ चिसो खान आएको यता भाइ यिनी चाहिँ मेरी फुपू हुन् यो चाहिँ यो सेपे जामा भाइ हो सबैभन्दा डेढ फुट अनि यिनी हुन् कठारे कान्छाकी पत्नी 20 जना छ आजको खेतला त ल त्यहाँ भरिदिनु है मेरो जनताहरु अनि कति धेर छ त अनि मेरो भेना त झन् आम्मामा यहाँ हलो जोत्दै हुनुहुन्छ कठरेको जनताहरु कति छ भन्ने कुरा यहाँनिर देख्न सक्नुहुन्छ साथीहरु हामीलाई चाहिँ खेतला पनि चाहिँदैन सबैजना भेला भयो भने अघि यता तल दुईटा बारी चाहिँ भरिसकेको हामीले मल असारेर 5 जना फेरि थपिएको छ आयो अनि हामीसँग यहाँ गोरु पनि छ यहाँ चाहिँ डढाउनु पर्ने लु नै नजाऊ तिम्रो एउटै खालको देखिन्छ है चिनिदैन को विष्णु को युनिसा ल लु जाऊ छिटो हिँड्न त अझ कति ढिलो हिँडेको यहाँ खेतलाहरू यति धेरै छ म अब बोक्दिन है म बोक्दिन ल अब म आराम रेस्ट गर्छु है साथीहरु तिमीहरूलाई अनि माया लाग्दैन कि के मेरो त सबैले थर्काउँछ त अरिता कोन त तिम्रो छोरा छोरी के भएर यति साह्रो थर्काको छोड्न भाइ मेरो छोरा छोरीहरु यति धेरै छ मैले आफ्नो आफ्नो दिनमा छ विष्णुहरुकोमा योभन्दा साह्रो बोक्नु पर्ने छ यो त झन् उप त हाम्रोमा त यति असारिसकेको साथीहरु अनि माथि हलो इन्जिनियर कहाँबाट आउनु भएको रे कोरिया फोटो खिच्न चाहनुहुन्छ रे अन्तिम श्रमदान गरिसकेपछि देख्न सक्नुहुन्छ साथीहरु मेरो तिम्रो नाम के हो ओके तिम्रो नाम के हो 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 ओके
हाम्रो नानीहरू काम गरेर घर फर्किँदैछ गाइज। राम्रो राम्रो आउँछ त। कहाँ पाक्यो ऐसेलुको? लु हेर न ऐसेलु भनेपछि केटाकेटीहरू के हो यो? लाज हुन्छ त। अब त ठुलो पो भयो त नानीहरू। आयो मलाई हेपेको हेर न यिनीहरूले। होइन कतिको मिठो रहेछ मेरो नानी बाबुहरू पछाडि आउँदैछ, म बुढी पहिलाकै साथ छ है। म अगाडि जाँदैछु। बधाई भदिनाहरूसँग म चाहिँ आज काम गरेको। त्यही भएर त चाख्नु बिहानै गएको भाडाको बेला 12 बजे साथीहरू। अन्त ओइ 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 विष्णु त्यो पानी बनाउने ठाउँमा छ नि जान्दा उ जाम न खानु। बाई बाई, भेट्नुपर्छ अर्को भिडियोमा। अनि पछाडि आउनेहरू चाहिँ सबैजना मेरो दाजु दिदी दाजुहरूको छोराछोरी हो। मेरो बधाई भदिना।